अस्तिको क्लासमा हामीले स्टार्टेड अ बिजनेसको केस पढेका थियौँ अनि पर्चेसको केस पढेका थियौँ। पर्चेसको केस पढ्दाखेरि पर्चेस 3 तरिकाले गर्न सकिन्छ, अन क्यास अनि अन क्रेडिट, अर्को थ्रु चेकबाट गर्न सकिन्छ भनेर पढेका थियौँ। त्यसै गरी आज हामी सेल्सको कुरा लिएर आएको छौँ। सेल्स भनेको चाहिँ हाम्रो इन्कम हो। हाम्रो मोडर्न मेथड अनुसार हाम्रो फर्मुला के छ भनेपछि डेबिट इन्क्रिज इन एसेट्स एक्सपेन्सेस अर लसेस, क्रेडिट डिक्रिज इन एसेट्स एक्सपेन्सेस अर लसेस। अर्को फर्मुला के छ भनेपछि क्यापिटल इन्कम अनि लाइबिलिटिज र प्रफिट डिक्रिज भयो भने त्यसलाई डेबिट गरिन्छ अनि क्यापिटल इन्कम लाइबिलिटिज र प्रफिट इन्क्रिज भयो भने त्यसलाई क्रेडिट गरिन्छ। हाम्रो सेल्स भनेको इन्कम हो। हामीले कुनै सामानहरू बेच्दाखेरि हाम्रो केही गेन हुन्छ, त्यसैले सेल्सलाई चाहिँ हामीले इन्कमको रूपमा लिन्छौँ। अब सेल्स गर्दाखेरि इन्कम इन्क्रिज हुने हुनाले सेल्सलाई चाहिँ हामी के गर्छौँ भन्दा क्रेडिट गर्छौँ। अब यहाँ सेल्स 3 तरिकाले गर्न सकिन्छ। एउटा क्यासमा हामीले सामानहरू बेच्न सकिन्छ, अर्को क्रेडिटमा उधारोमा हामीले सामानहरू बेच्न सकिन्छ, अर्को रिसिभ थ्रु द चेक, हामीले सेल्स गरेको एमाउन्ट चाहिँ हामीले चेकबाट रिसिभ गर्न सक्छौँ। अहिले त चेक भन्नुको चेक त युजै हुँदैन, अहिले क्युआर सिस्टम अथवा ब्याङ्कबाट ई सेवाहरूबाट पैसाहरू तिर्ने गरिन्छ। अब यहाँ विद्यार्थीहरूलाई चाहिँ समस्या के हुन्छ भनेपछि क्वेसनमा क्यास ट्रान्ज्याक्सन क्रेडिट ट्रान्ज्याक्सन चाहिँ कसरी चिन्ने भन्ने समस्या हुन्छ होला। त्यो समस्या नहोस् भनेर मैले यहाँ 1 2 3 वटा नोट लेखेको छु। यो नोटमा चाहिँ के लेखेको छु त्यो म क्लियरली भन्दैछु। When question clearly says that it is a cash transaction, क्वेसनले यो क्यास ट्रान्ज्याक्सन्स भनेर भन्यो भने इभन द पार्टिज नेम इज गिभन भनेको कुन मान्छेलाई सेल्स गरेको उसको नाम दिएको छ भने यो क्यास ट्रान्ज्याक्सन हो, किनकि हामीलाई क्वेसनले अलरेडी यो क्यास ट्रान्ज्याक्सन्स भनेर भनेको छ। When question is silent on cash or credit transaction, क्वेसन चाहिँ साइलेन्ट भयो, क्यास हो कि क्रेडिट ट्रान्ज्याक्सन भनेर, एन्ड पार्टी नेम इज नट गिभन, पार्टीको नाम चाहिँ दिएको छैन भनेपछि त्यसलाई चाहिँ क्यास ट्रान्ज्याक्सन भन्ने बुझिन्छ। अर्को वेन क्वेसन इज साइलेन्ट अन क्यास अर क्रेडिट, क्वेसन चाहिँ साइलेन्ट छ अरे क्यास हो कि क्रेडिट हो भनेर, बट पार्टी नेम इज गिभन, पार्टी नेम दियो भने चाहिँ त्यसलाई क्रेडिट ट्रान्ज्याक्सन भनेर चिनिन्छ। जस्तै उदाहरणको लागि यो फर्स्टको इक्जाम्पलको लागि वेन क्वेसन क्लियरली सेज द्याट इट इज अ क्यास ट्रान्ज्याक्सन भनेको सोल्ड गुड्स अफ ₹30,000 अन क्यास भनेर दियो भने यो क्वेसनले क्लियरली के भन्दैछ भनेपछि यो के कुन ट्रान्ज्याक्सन हो, क्यास ट्रान्ज्याक्सन हो भनेपछि यसलाई चाहिँ हामी के ट्रिट गर्छौँ, क्यास ट्रान्ज्याक्सन भनेर ट्रिट गर्छौँ। अब क्वेसनले सोल्ड गुड्स अफ ₹30,000 भनेर मात्र दियो अनि पार्टीको नाम दिएन, कसलाई सेल्स गरेको त्यसको नाम दिएन भने यसलाई पनि हामी क्यास ट्रान्ज्याक्सनकै रूपमा लिन्छौँ। अब अर्को थर्डमा के भनेको छ, वेन क्वेसन इज साइलेन्ट अन क्यास अर क्रेडिट ट्रान्ज्याक्सन, क्वेसन चाहिँ साइलेन्ट छ, क्यास हो कि क्रेडिट ट्रान्ज्याक्सन, एन्ड पार्टी नेम इज गिभन भनेको छ। अब मान्छेको नाम चाहिँ दिएको छ भने सोल्ड गुड्स अफ ₹30,000 टु हरि भनेर अथवा कुनै बिजनेस अर्गनाइजेसनलाई सेल्स गरेको भनेर दिएको छ भने यो चाहिँ हाम्रो क्रेडिट ट्रान्ज्याक्सन भयो, किनकि क्वेसन साइलेन्ट छ, क्यास हो कि क्रेडिट भनेर, अनि पार्टी नेम गिभन छ, यहाँ हरि भनेर गिभन छ, यसलाई चाहिँ हामी क्रेडिट ट्रान्ज्याक्सनको रूपमा ट्रिट गर्छौँ। अब अगाडि बढ्दाखेरि हामी सेल्स भनेको हामीले अघि नै भनिसक्यौँ इन्कम हो। कुनै कुराहरू हामीले सेल्सहरू गऱ्यौँ भने हामीलाई केही ज्ञानहरू आउँछ, काले गर्न सकिन्छ अन क्यास अन क्रेडिट अनि रिसिभ थ्रु द चेक भनेर। अब क्यासमा सेल्स गर्दाखेरि यसको जर्नल के गर्ने, क्रेडिटमा सेल्स गर्दाखेरि यसको जर्नल के गर्ने, एमाउन्ट सेल्स गर्दाखेरि रिसिभ थ्रु द चेक अथवा क्युआर पेमेन्ट अथवा ई सेवाबाट भयो भने यसको जर्नल कसरी बनाउने भन्ने कुरा हामी डिस्कस गर्दैछौँ। सेल्स भनेको अलरेडी भनिसकेँ मैले, सेल्स भनेको इन्कम, इन्कम इन्क्रिज हुने बित्तिकै सेल्सलाई के गरिन्छ, क्रेडिट गरिन्छ। अब क्यास, यहाँ क्यास भनेको हामी एसेट्स भन्छौँ। अन क्यास, क्यासमा कुनै सामानहरू बेच्यो भने हामीसित क्यास आउँछ, यानि कि हाम्रो एसेट्स इन्क्रिज हुन्छ, त्यसैले क्यास एकाउन्टलाई हामी डेबिट गर्छौँ, क्यास एकाउन्टलाई हामी डेबिट गर्छौँ। अनि सेल्स भनेको इन्कम हो, सेल्स इन्क्रिज हुँदाखेरि सेल्स एकाउन्टलाई चाहिँ हामी क्रेडिट गर्छौँ। अब त्यस्तै अन क्रेडिटमा सेल्स गर्दाखेरि यहाँ हाम्रो डेप्टर्स एकाउन्ट आउँछ, डेप्टर्स अकाउन्ट आउँछ, अनि टु सेल्स इन्कम भयो, सेल्स एकाउन्ट भयो। अब यो डेप्टर्स भनेको चाहिँ के हो भनेपछि हामीले कसैलाई सेल्स उधारोमा गरेका छौँ र उधारोमा गरेको सेल्सबाट हामीले पैसा पाउन बाँकी छ भने, केही रिसिभेबल छ भने, रिसिभ गर्ने एमाउन्टहरू छ भने त्यसलाई चाहिँ हामी डेप्टर्स भनेर चिन्छौँ। कसैलाई हामीले क्रेडिटमा सेल्स गर्यौँ अनि त्यो अमाउन्ट हामीले रिसिभ गर्नुपर्ने छ भने त्यसलाई चाहिँ के भनिन्छ, डेप्टर्स भनिन्छ। चेकबाट सामानहरू सेल्स गर्दा रिसिभ गर्यो भने, सेल्स गर्दा चेकबाट रिसिभ गर्यो भने अथवा थ्रु द क्युआर पेमेन्टहरू हामीले रिसिभ गर्यौँ भने चाहिँ हाम्रो ब्याङ्क ब्यालेन्स बढ्ने हुन्छ। त्यसैले
ब्याङ्क एकाउन्टलाई हामी डेबिट गर्छौँ अनि सेल्स एकाउन्टलाई हामी क्रेडिट गर्छौँ। यो तिनटै केसमा सेल्स के छ, क्रेडिट छ, किनभने इन्कम इन्क्रिज हुँदाखेरि हामी के गर्छौँ, ट्रान्जेक्सनलाई क्रेडिट गर्छौँ। सेल्स भनेको हाम्रो इन्कम हो। क्यासमा गरे पनि क्रेडिटमा गरे पनि थ्रु एमाउन्ट रिसिभ थ्रु द चेक गरे पनि हामीले सेल्सलाई के गर्यौँ, क्रेडिट गर्यौँ। क्यासबाट हामीले रिसिभ गरेका छौँ भने क्यास एसेट्स इन्क्रिज भयो, क्यास एकाउन्ट डेबिट। डेप्टर्स भनेको पनि हामीले पैसा पाउनु पर्ने छ, डेप्टर्सलाई पनि एसेट्सकै रूपमा लिइन्छ, डेप्टर्स एकाउन्ट डेबिट भयो अनि ब्याङ्क एकाउन्ट डेबिट भयो। अब यसको एक एकवटा इक्जाम्पल गरेर हामी सोल्युसन गर्छौँ। फर्स्ट इक्जाम्पल हाम्रो छ सोल्ड गुड्स अन क्यास ₹3000। क्वेसनले नि भनेको छ सोल्ड गुड्स अन क्यास ₹3000 भनेको हामीले 3000 मा सामान बेच्यौँ भनेपछि सामान बेच्दाखेरि हाम्रो एसेट्स आयो। एसेट्स के को रूपमा आयो, क्यासको रूपमा आयो, क्यास एकाउन्ट डेबिट। अर्को सेल्स इन्क्रिज सेल्स इन्क्रिज भएका कारणले चाहिँ सेल्स एकाउन्टलाई चाहिँ हामीले क्रेडिट गर्यौँ एज इन्कम इन्क्रिजेस, सेल्स एकाउन्ट क्रेडिट भयो। अब अर्को अनक्रेडिट भनेको छ सोल्ड गुड्स टु र्याम अफ ₹5000। र्यामलाई चाहिँ हामीले 5000 को सामान बेच्यौँ। क्वेसन साइलेन्ट छ, क्यास हो कि क्रेडिट भनेर साइलेन्ट छ, तर पार्टीको नाम दिएको छ, त्यसैले हामी यसलाई क्रेडिट ट्रान्जेक्सन गर्छौँ। हामीले कसैलाई उधारोमा सामान बेच्यौँ, यहाँ र्याम भन्ने मान्छेलाई उधारोमा सामान बेचेका छौँ। र्याम भनेको हाम्रो लागि डेप्टर्स भयो, त्यसैले र्याम्स एकाउन्ट डेबिट टु सेल्स अकाउन्ट हुन्छ। भयो त्यति। अब ल अब हामीले सेल्सको कुरा गर्दाखेरि एउटा कुरा बुझ्नुपर्ने, यहाँ मैले नोट भनेर लेखेको छु। नोटमा चाहिँ के लेखेको छ भनेपछि इफ एसेट्स सच एज फर्निचर, मेसिनरी, इक्विपमेन्ट्स इटिसी आर सोल्ड, फिक्स एसेट्सहरू हामीले सोल्डहरू गरेका छौँ भने त्यतिखेर चाहिँ सेल्स एकाउन्टलाई क्रेडिट गर्न मिल्दैन। त्यतिखेर जुन एसेट्स हामीले सेल्स गरेको त्यही एसेट्सलाई चाहिँ क्रेडिट गर्नुपर्छ। एसेट्स डिक्रिज हुने बित्तिकै हामी के गर्छौँ, एसेट्सलाई क्रेडिट गर्छौँ। त्यसको लागि एउटा इक्जाम्पल दिएको छ ओल्ड फर्निचर सोल्ड फर ₹80,000। ओल्ड फर्निचर जुन हामीसित थियो हामीले चाहिँ त्यसलाई 80,000 मा बेच्यौँ अरे। अब क्वेसन साइलेन्ट छ, क्यास क्रेडिट केही भनेको छैन भने हामी त्यसलाई क्यास ट्रान्जेक्सन भनेर बुझ्छौँ। अब यहाँ क्यास एकाउन्ट डेबिट हुन्छ भनेपछि अब यहाँ सेल्स लेख्न पाइँदैन, सेल्सको सट्टामा जुन एसेट्स बेचेको त्यसलाई चाहिँ हामीले क्रेडिट गर्नुपर्छ। यहाँ ओल्ड फर्निचर भन्ने एसेट छ, त्यसैले टु ओल्ड फर्निचर एकाउन्टलाई चाहिँ हामी क्रेडिट गर्छौँ। अब एमाउन्ट कति छ 80,000 अनि ओल्ड फर्निचरमा एमाउन्ट कति छ 80,000, त्यसलाई लेखिन्छ। अब हामीले सेल्सको बारेमा पनि हामीले पढिसक्यौँ। ल हामीले अहिलेसम्मको क्लासमा हामीले स्टार्टेड अ बिजनेसको केसमा कसरी जर्नल बनाइन्छ, त्यसपछि पर्चेसको केसमा कसरी जर्नल बनाइन्छ, अनि त्यसै गरी सेल्सको केसमा हामीले जर्नल कसरी बनाइन्छ भन्ने कुराहरू सिक्यौँ। तपाईँहरूलाई केही क्वेसनहरू सोध्न मन छ भने तपाईँले कमेन्टहरूमा सोध्न सक्नुहुन्छ, त्यो क्वेसनहरूको म रिप्लाई गर्ने कोसिस गर्नेछु। अनि यदि तपाईँहरूलाई मेरो भिडियो मन परेको छ भने मेरो भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। अझै पनि हामी आउने क्लासहरूमा यो जर्नलको एक्सपेन्सेस हुँदाखेरि के गरिन्छ, इन्कमहरू हुँदाखेरि के गरिन्छ, ड्रइङहरू हुँदाखेरि के गरिन्छ, लोनहरू लिँदाखेरि के गरिन्छ भन्ने त्यो भिडियोहरू लिएर आउने नै छु।